कसको हो मैले छैन चिनेको तिमीको हो पट्टा चट्टा फाल्दिए र पेस्टल किन्देको। हेलो गाइस, हाम्रो भ्लगमा भेट भएको छ। झिङ्गेदाउ हान्नुपर्छ है पर। झिङ्गेदाउ हान्नलाई रेडी छ मारी सोल्टी। मुझको हिन्दी नहीं आता है, फिर कोशिश करें। नमस्ते सम्पूर्णलाई एन्ड हेलो एन्ड नमस्ते। फेरि पनि म तपाईहरुको राजा रोहन केसी ब्याक भइसकेको छु अनि नयाँ वर्षको चाहिँ सम्पूर्णलाई धेरै धेरै शुभकामना छ। अहिले चाहिँ म मेन रोडमा कुरिरहेको छु है। मेरो चाहिँ बाइक बिग्रिएको छ अनि त्यो पछि दाइले बाइक झिकेर ल्याउँदैछन् हाम्रो प्यारो देव सोल्टी दाइले हैन। अब दाइ तर हामी बोली बसानले चाहिँ सोल्टी भन्छौँ। अनि नयाँ वर्षको सम्पूर्णलाई शुभकामना। देश तथा विदेशमा बसेर हेरिरहनु हुने हामीलाई साथ माया हौसला सबै थोक दिएर आइरहनु हुने सम्पूर्णलाई आजको दिनसम्म माया गरिदिनु हुनुहुने, देशमा बस्नुहुने स्वदेशमा बस्नुहुने हाम्रो प्यारा प्यारा आमा बुवा दिदी बहिनीहरूमा दाजुभाइहरूमा नयाँ वर्ष 2082 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै अब चाहिँ हामी देव सोल्टीलाई कुरेर बसिरहेका छौँ हैन। अनि त्यो पछि अब चाहिँ हामी जाँदैछौँ, घुम्नलाई जाँदैछौँ। तर कुन ठाउँ भन्ने चाहिँ सरप्राइज राखेका छन् दाजैले। अनि त्यो चाहिँ कुन ठाउँ चाहिँ भनेका छैन, तर हामी बिस्तारै लाग्छौँ। अब भ्लगलाई अन्तिमसम्म हेरिदिनु होला, माया गरिदिनु होला र हजुरहरूको प्रतिक्रियाले पनि आगामी दिनमा अगाडि बढ्नेछौँ। मान्छेहरू घुमेर आउने क्रम जारी छ र अब हामी पनि घुम्न जाँदैछौँ है। कस्तो पानी परेर मौसम एकछिन ढिला भयो हामी घुम्न जानलाई। अब ठिकै छ, अब निस्किँदैछौँ। जे जति छ त्यसलाई नै माया गर्ने हो। अब हामी जान्छौँ बिस्तारै। दाइ चाहिँ आइसक्नु भएको छ, उहाँ ट्याक्क लाएर सुनु नु नु आज हाम्रो ह्याप्पी न्यू इयर भ्लग चलिरहेको छ, चल्दैछ, जाँदैछौँ। हामी कहाँ जाँदैछौँ भने हामी लगातार हाम्रो यात्रा जारी छ। यति भन्दै हामी कन्टिन्यू दौडेछौँ होइन। आज चाहिँ अलिअलि अब हाम्रो बिच बाटोबाट चाहिँ हाम्रो ड्रेसअप चेन्ज हुन्छ होइन। अब ड्रेसअप के हुन्छ थाहा पाइसक्नु भयो होला होइन। अब हेर्दै जाउँ, नभनौँ अब सबै सस्पेन्स चाहिँ राख्दै जाउँ होइन। के कस्तो हुन्छ अब भ्लग सबै हेर्नुपर्छ नि त्यसको लागि हामी राख्दैछौँ। हेलो गाइस, हाम्रो भ्लगमा भेट भएको छ। झिङ्गेदाउ हान्नुपर्छ है पर। झिङ्गेदाउ हान्नलाई रेडी छ मारी सोल्टी। सरन पानी पर्थ्यो है। चल रहे हैं, मुझको हिंदी नहीं आता है, फिर कोशिश करेंगे। पानी पर गया, झरी पर के बाटो खराब हो गया। हामी चाहिँ नेपालको पहिलो हाइड्रो पावर जलविद्युत आयोजना आइसकेका छौँ, जहाँबाट चन्द्र शमशेरले 500 किलोवाट जलविद्युत उत्पादन गर्नुभएको थियो। यहाँ रहेको छ हामी चाहिँ अब भाइरल फुल चाल्नैरहेका छौँ र 1 गतेको दिन छ अनि नयाँ वर्षको दिनमा होइन भाइरल फुल चाल्नैरहेका छौँ फर्पिनको। र म राजा रोहन केसी अनि यो रहेको छ हाम्रो सवारी साधन र हाम्रो यो नेचुरल सिन। अहिले चाहिँ हामी लागिरहेका छौँ कन्टिन्यू पुलमा जानको लागि। हामी अब बिस्तारै ड्रेसटितै बिस्तारै जाँदैछौँ हैन। यस्तै छ, पानी परेर अहिले ठ्याक्क सिमसिम भइरहेछ। पानी चाहिँ परेर रोकिसकेर अहिले चाहिँ झुल्के घाम लागिरहेको छ। फर्पिङ हाइड्रो पावर जहाँ यहाँबाट चाहिँ 500 किलोवाट बिजुली उत्पादन गरेर सिंहदरबारमा लगेर बत्ती बालेको थियो। यो रहेको छ टावर साइट, पारि रहेको छ ललितपुर, यो रहेको छ काठमाडौँ। आज नयाँ वर्षको दिन चाहिँ टावरमा नि अलिअलि मान्छे छन् अनि माथि भाइरल पुलमा पक्कै हुन्छ। भाइरल पुल हाम्रो
ठाउँलाई चिनाउने एकमात्र ठाउँ भाइरल पुल होइन। छन त फर्पिङमा त निकै कुरा फर्किया छ, तर पनि हाम्रो अहिले चाहिँ पछिल्लो समय भाइरल भएको पुल भाइरल भएको छ र अब म पनि भाइरल छिटै हुनेछु है त। जाँदैछौँ हामी चाहिँ लाग्दैछौँ। यस्तो रहेको छ। हिँडेको हो मैले छैन चिनेको तिमीको हो पट्टा चट्टा फालिदिए र पेस्टल किनेको। लाग्दैछौँ हामी नयाँ वर्षमा घुम्नको लागि। उकालो रहेको छ क्या गाइस अलिकति। त्यसको नाम हो भाइरल पुल। भाइरल पुल जाँदैछौँ हामी। लाग्दैछौँ हामी। बाटो यस्तो रहेको छ, अलिअलि हिलो छ। अब अरू यस्तो हामी रफ्तार कुदिरहेका छौँ भाइरल पुल। हामी चाहिँ अफ रोडबाट आइरहेका छौँ होइन। अफ रोड पिस आज त हामी भ्लग बनाइरहेका छौँ। हाम्रो नासपाती गाडी सहित हाम्रो यो पुर्खौली राज गरेको घर, पुर्खौली घर होइन। माटोको घर चाहिँ एकदम मनपर्छ। माटोको घर चाहिँ यहाँ एकदम जोगाएका छौँ हामीले। माटोको घरलाई चाहिँ हाम्रो पहिचान, हाम्रो पौरख, हाम्रो चिनारी, हाम्रो संस्कृति भनेर हामीले जोगाइरहेका छौँ। अब बाटोमा जाँदा जाँदा अलिकति यस्तो खाल्टाखुल्टी त आउँछ होइन, त्यही भएर ट्रायल टेन्डरमा यो घुमाउनु पर्छ। अनि त्यो पछि हामी चाहिँ पुलमा जाँदैछौँ, रमाइलो गर्दैछौँ। आज नयाँ वर्षको दिन मरिलानु के छ र। साँझ परेपछि नि तिम्रो याद आउँछ मलाई धेरै। अस्ति 11 र 12 को पहिरोले त निकै बिगारेछ त। खतम गरेछ है। पानी आएको बेला त काइटै हुने रहेछ नि। धेरै मान्छे घुमेर आउने क्रम जारी छ। हामी पनि लागिरहेका छौँ होइन। हाम्रो 220 मा चाहिँ केही समस्या आएका छैन, गह्रो उकालिरहेका छौँ। धेरै दिदीहरू, भाइ बहिनीहरू, दाइहरू, भाइहरू, अङ्कलहरू सबैहरू घुमेर आउनु भएको छ। दिदी बहिनीहरू चाहिँ अलिक घुमेर आइरहनु भएको छ। अनि त्यो पछि हाम्रो सुन्दर गाउँ। फाइनली आइपुगिसकेका छौँ हामी भाइरल पुल। अब फन घुम्नेछौँ, फन घुम्छौँ हामी। आइसकेका छौँ हामी सल्लाघारी हो यो यसको ठाउँ होइन। मैले राखिदिएको यो ठाउँको नाम सल्लाघारी। मान्छेहरू हिँड्दै हुनुहुन्छ। चिप्लिन्छ बिस्तारै बिस्तारै जाउँ न। हामी 20 को स्पिडमा जाउँ न भनेर। बिस्तारै जाउँ, रमाइलो गरौँ। जिन्दगी मरिरहनु के नै छ र। आज मऱ्यो भोलि 2 दिन पछि सकिएको। रातो माटो छ क्या, चिप्लिन्छ कि, त्यही भएर नि त। एकदम अर्ग्यानिक रातो माटो होइन, घर पोत्ने माटो, गाउँले घर। अब बाइक कता राख्ने त, राख्नुहोस्। वाह, मेघ गर्जियो। आज चाहिँ नयाँ वर्षको दिन चाहिँ लास्टै प्याकै छ। लागौ बिस्तारै। ओहो हो, लास्टै प्याक्दा चाहिँ वाह। ओहो, मेघ गरिसकेको छ। जाउँ अब, लागौँ बिस्तारै। नमस्ते सम्पूर्णलाई, म राजा रोहन केसी हजुरहरूको मायाले आजका दिनसम्म यहाँ छु र आगामी दिनमा अझै पनि साथ र सपोर्ट गरिदिनु होला। र तपाईहरूले हाम्रो रिल्सहरू त हेरिसक्नुभयो र भर्खरै युट्युबमा गीत आइसकेको छ। 2 खोली
दोबान बैस जोबान भन्ने गीत आइसकेको छ। जसरी मेरो जोडीलाई मन पराइदिनु भएको छ त्यसै गरेर युट्युबको कमेन्टमा पनि त्यो प्रशंसा र त्यो तारिफ हेर्न पाऊँ। गीतलाई लाइक गरिदिनु होला र आफ्नो साथीहरू, आफ्नो मित्र, आफ्नो परिवारजनमा गीतलाई धेरैभन्दा धेरै सेयर गरिदिनु होला, लाइक गरिदिनु होला, च्यानललाई सब्सक्राइब गरिदिनु होला र साथै मलाई माया गर्नुहुन्छ भन्ने आशा गरेको छौँ। र मेरो जोडीलाई चाहिँ कतिको माया गर्नुहुन्छ त्यो चाहिँ युट्युबको कमेन्ट बक्सले बताउँछ र युट्युबको कमेन्ट बक्समा यदि हाम्रो जोडीलाई मन पराउनुहुन्छ भने युट्युबको कमेन्ट बक्समा आफ्नो अमूल्य कमेन्ट चाहिँ गरिदिनु होला। तपाईँहरूको प्यारो राजा रोहन केसी हजुरहरूको माया र साथै नै आगामी दिनमा अगाडि जानेछ। हस्त धन्यवाद, नमस्ते। भिड छ भिड। अब चाहिँ हामी बिस्तारै पुल तरिरहेका छौँ होइन। अब प्याक छ। अब यहाँ पुलको भिडियो त जहिले लिइरहेको होइन। अब नयाँ सालमा नयाँ नयाँ कुरा देखाउँ, उता कसरी देखाउँ, यस्तै छ यहाँ। अब यही हो, लाग्दैछौँ दाजुभाइ अनि म अलिक ठुलो भाइ। आज 1 गते भएर चाहिँ लास्टै पुल भिड बढेछ। लागौँ बिस्तारै। पुल त लास्टै हल्लिया छ है, धेरै मान्छे चढेर। लागौँ। भाइरल पुल हो यो चाहिँ हाम्रो फर्फिङको। सबैजनालाई आउनको लागि चुले निम्तो गरेँ। यदि यहाँ आयो भने मलाई नि बोलाउनु होला है। मलाई नि यो ठाउँ चाहिँ फ्रेस लाग्छ। म पनि आइदिउँला तपाईँहरूको साथमै घुमिदिउँला। हामी चाहिँ लाइक मिलिरहेका छौँ होइन। अब त्यहाँबाट सिन हेर्न सक्नुहुन्छ, दामी सिन छ। अब यहाँ जङ्गलतिर पायो भने गुनास यसो हेर्नुपर्छ सिन होइन। गुराँस त सकिसक्यो भाइ, अब सकिसक्यो। अब यसो प्रकृतिसँग रमाउनु पर्छ। अनि यही भन्न चाहन्छु। अब कतिको छ रमाइलो, हामी पनि यस्तो रमाइलो हेर्नलाई आएका हौँ। र बिस्तारै लाग्दैछौँ, हेर्दैछौँ होइन, हिँड्दैछौँ। यस्तै छ जिन्दगी, केही छैन। अनि तपाईँहरूले नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु, पुरानो हुनुहुन्छ भने लाइक कमेन्ट सेयर गर्नु। हामी भाइरल पुलमा आइरहेका छौँ। पानी परेर बिजोग भएको छ। पानी सुट रोकिएको छ। खोइ अब कहाँ बस्ने, दोमन भइरहेको छ। हामी ट्याङ्कीमा नहट्दैछौँ। हामी बिजोग बनायो गाइस, झरीले बिजोग भयो। हेलो गाइस, भ्लग सुट गर्दै पानी परिदियो है। झरी परिदियो, ढ्याक्क लाएर ट्याक्क लाएर। अनि त्यो पछि म यहाँ भिजिसकेको छु म। अनि त्यो पछि पानी परिदियो है। अब त्यही हो, अब यहाँ जोडीहरू धेरै घुम्न आएका छ नि त। अनि मेरो सिङ्गल भएका कारणले अनि त्यो पछि आकाश देउता मेघ गरिदिनु भयो, सायद मेरो जोडी नभएर होला। अनि त्यो पछि चाहिँ झमझम भिजियो, मजा आइरहेको छ। मान्छे छाता ओढाइरहेका छन्, हाम्रोसँग नो छाता नो रेनकोट। अनि बिन्दास पारामा आफ्नै चालामा होइन, यस्तै छ। हामी रुखको ओत लगाइरहेका छौँ अहिले, रुखको ओत। र अब सुट चाहिँ हाम्रो ठ्याक्क रोक्यो, भ्लग सुट रोक्यो। पानी आयो गाइस, पानीमा भिजिरहेका छौँ हामी। अब भ्लग बनाउँदै पानी आयो होइन। अब दर्शकलाई हाम्रो नयाँ वर्षको उपहार यही छ होइन। अब के पानीमा भिजेको छ तपाईँहरूको प्यारो राजा रोहन केसी। पानीमा भिजियो, यस्तै छ। तनावै तनाव छ है होइन। पानीमा भिजियो, बन्दैछ हाम्रो भ्लग। तपाईँहरूलाई के भन्नु, अब नयाँ नौलो त केही छैन मसँग दिने कुरो हो। गएको साल जे जस्तो भए पनि अबको साल धेरै राम्रो होस्, उन्नति प्रगति होस्। तपाईँहरूको माया, तपाईँहरूको साथ सधैँ मिलिरहोस्, आशीर्वाद सधैँ लागिरहोस्। म तपाईँहरूलाई माया गर्ने, तपाईँहरूलाई साथ दिने, तपाईँहरूको प्यारो राजा रोहन केसी आज झरी परिरहेको छ। हेर्नुहोस् ब्याग पनि यस्तै छ, कस्तो जाडो भइरहेको छ। यस्तै छ, हाम्रो भिडियो सुट हुन दिएन। अब पानी परेको बेला नै सुट लिनु परेको है। यस्तै क्लिप छ। अनि त्यो पछि जे छ जस्तो छ, नेचुरल भ्लग हो नि त हाम्रो होइन। बिना काटछाट, बिना एडिट, नो एडिट, डाइरेक्ट पोस्ट। यस्तै छ जिन्दगी। मायाले भने विषय पनि पिदिउँला,
जाली रुमा बैना स्वरूप लिदिउँला बैना स्वरूप लिदिउँला साइलोमा चार घरे माया नमारे। पानीमा भिजिसकेको छु है गाइज। म तपाईँहरूलाई मेरो माया मेरो त्याग मेरो बलिदान दिनको लागि तपाईँहरूको लागि मैले यसरी भ्लगमा बोलिरहेको छु। पानीसँग म डर छैन किनकि म यस्तै पानी आएकै बेलामा म आफ्नो के भन्नु अब आफ्नो जन्मिएको थिएँ र मलाई यो पानी चाहिँ एकदम मनपर्छ। मलाई चाहिँ पानी लभर होइन कोहीले घाम मनपर्छ भन्ने जस्तै मलाई पानी मनपर्छ। हेलो गाइज हामी जङ्गलको बिचमा हामी सुट गर्दैछौँ। यहाँ भन्दैछु मलाई फ्रेस हावा पानीमा मलाई घुलमिल हुन मनपर्छ होइन मलाई पानी मनपर्छ। अनि त्यो पछि के भन्नु यस्तै छ। अहिले फर्पिङको भाइरल पुलमा आइपुगेका छौँ हामी। अगाडि हुनुहुन्छ दाइ र सानो भाइ होइन। अनि त्यो पछि म भाइरल पुलमा आइपुगेका छौँ। अनि त्यो पछि मलाई पानी चाहिँ एकदम मनपर्छ किन हो किन मलाई चाहिँ यो पानीको सिजन चाहिँ मनपर्छ क्या। जस्तो असार जेठ साउन हुन त मेरो बर्थडे पनि जेठमा हो है। बर्थडे विस गर्न नबिर्सिनु होला जेठको 11 गते ह्याप्पी बर्थडे चाहिँ भनिदिनु होला किनकि तपाईँहरूलाई माया दिन चाहन्छु तपाईँहरूको दुःखमा साथी बनिदिन चाहन्छु होइन। तपाईँहरूको राजा रोहन केसी तपाईँको लागि ज्यान हाजिर छ ज्यान माग्नु ज्यान दिउँला। हामी चाहिँ जङ्गलको बिचमा छौँ अहिले। को महिना छ रे अब मकै छर्ने बेला हुन्छ त्यस कारणले पानीको सिजन छ। दाइ के भन्नु एकदम एकदम कडा भइरहेछ हजुर पानी परिरहेछ। हाम्रो भिडियो आज सुट हुनु पाएको छैन होला पानी परेर पानी रोकिन साथ हाम्रो कन्टिन्यू सुट हुन्छ। अनि के भन्नुहोस् यस्तै छ। ट्याक्क लाएर दाइ सानो भाइलाई चाहिँ जाडो भएर मेरो ज्याकेट ओढाइदिइरहेको छु। अनि त्यसपछि यहाँ छ यस्तो सिन चाहिँ दामी नै छ। अब यो सिनमा हामी टक्क लाएर सुट गरिरहेका छौँ। अनि त्यो पछि रिल्सको लागि चाहिँ हामीले सुट गर्न पाएका छैनौँ। अनि जाडो भएर यहाँ थुरथुर कामिरहेको छ बाबु। अनि त्यो पछि चाहिँ आहा क्या दामी चिज इन्भाइरोमेन्ट क्या मलाई यस्तै मनपर्छ होइन। उता त धेरै हल्ला छ खैला बैला यस्तो छ कि। अनि त्यो पछि के भन्नु गाइस म त ढले 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 फेरि झुसिल्की लगाएर पानीले चाहिँ एकदम दुःखै दियो आज है। पानीले लास्टै दुःख दियो नि त अझै। अनि त्यो पछि हामी प्रकृतिसँग घुलमिल हुनुपर्छ र हामी आज भाइरल पुलमा छौँ होइन। अब भाइरल पुल पनि आज यात्रा सक्यो भनौँ नयाँ वर्षको सम्पूर्णलाई धेरै धेरै शुभकामना। यो पनि फेरि दोहोऱ्याइ भन्नु पर्ला अबको दिनहरूमा चाहिँ यसरी दोहोऱ्याएको हुँदैन। तपाईँले फिडब्याक दिनुभयो थ्याङ्क यू सो मच होइन। अब कोही साथीहरूले स्किप गरेर हेरिदिन्छ त्यसको लागि हो। अनि त्यो पछि हामी जाँदैछौँ भाइरल पुललाई बिदाई गर्दै। रमाइलो छ यता यता र छु जाडो भयो जाडो नि बढ्यो जाडो चाहिँ लास्टै बढ्यो। ज्याकेट ओढेर बसेको छौँ बाबु। हाम्रो दुश्मन छ धेरै दुश्मन हेरेको हेरे दुश्मन हेरेको हेरे। चिसो चिसो छ मौसम लाग्दैछौँ आज छाता नि लगिन डह्रो भिजियो चिसो भयो। अब आराम गर्नु पर्ला घरतिर गएर गाह्रो भएको छ लागौँ होला पानी आइरहेको छ। यति नै भन्न चाहे चिसो चिसो छ यस्तै छ। मान्छेहरू निकै घुइँचो छ है भिड छ।